हेलो गाइज, हामी चाहिँ अहिले यो सेती खोलामा छौँ है। हेर्नु त कस्तो निलो पानी बगिराखेको छ, यस्तो सुन्दर के हेर्दा पनि आनन्द आउने खालको यस्तो खोला है। अनि त्यहाँ चाहिँ यस्तो गुफा जस्तो छ। हामी चाहिँ यहाँ आएको लगभग 1 हप्ता जति भयो। सागर सर अनि म क्यामराम्यान क्यामरा लेडिज है। हामी चाहिँ यहाँ आउनुको रिजन चाहिँ यो देखिराख्नु भएको छ नि, हेर यस्तो ढुङ्गाहरू के, यो ढुङ्गाहरू ऊ त्यो भित्तामा भएको ढुङ्गाहरू हैन, हेर यस्तो ढुङ्गाहरू के सागर सरले देखाइराख्नु भएको छ। यस्तो ढुङ्गा चाहिँ आफै कसरी बन्छ भनेर अनुसन्धान गर्नको लागि आएको हो। यस, हामी चाहिँ 1 हप्ता जति भयो यो ढुङ्गाहरू चाहिँ आफै कसरी बन्छ भनेर हामी यो खोलामा धाइराखेका छौँ। त्यहाँ पारि चाहिँ अहिले एकदमै दुःखद घटना जस्तै के भन्छ त्यो लास चलाउने कार्यक्रम चलिराखेको छ पारि चाहिँ। हामी चाहिँ यता अनुसन्धान गर्दैछौँ खोला हेर्दै है। हामीलाई दुःख छ त्यो पनि, तर हाम्रो मेन कार्य चाहिँ यो ढुङ्गा के अरे रिसर्च गर्नको लागि हो, अनुसन्धान भन्नु न, अनुसन्धान गर्नको लागि हो। यो ढुङ्गा चाहिँ हामी आउनुको मुख्य उद्देश्य भनेको हामीले यो खोलामा रहेको ढुङ्गालाई अनुसन्धान गर्न आउनु हो। यस, यो ढुङ्गाको चाहिँ अनुसन्धान गर्न आएको। अनि हेर्नुहोस् खोला कति सुन्दर छ के यो खोला, वाउ।